वाल्मीकि रामायणको पहिलो श्लोक 1-2-15 अत्यन्तै रहस्यमय मानिन्छ, किनकि यसले शाब्दिक रूपमा एउटा श्राप बोके पनि भित्रपट्टि सम्पूर्ण महाकाव्यको सार लुकाएको छ। यो श्लोकले रामायणको मङ्गलाचरणको काम गर्छ। पहिलो अर्थ, व्याधालाई श्राप। यो श्लोकको सबैभन्दा परिचित अर्थ ऋषि वाल्मीकिले क्रोन चचराको जोडीमध्ये भाले चरा मार्ने व्याधालाई दिएको श्राप हो। त्यो देखेर ऋषिले व्याधालाई श्राप दिँदै भन्नुभयो, हे निषाद अर्थात् हे पापी शिकारी, तैँले कामवासनामा मोहित भएको चराको जोडीमध्ये एउटालाई मारिस्, त्यसैले तैँले अनन्तकालसम्म कहिल्यै शान्ति र प्रतिष्ठा पाउने छैनस्। यो घटनाले रामायणको मुख्य भाव करुणाको स्थापना गर्दछ। दोस्रो अर्थ, भगवान विष्णुको स्तुति। विद्वानहरूका अनुसार यो श्राप नभई स्तुति हो, किनकि संस्कृतमा मा शब्दले लक्ष्मीलाई र निषाद शब्दले लक्ष्मीको निवास अर्थात् भगवान विष्णुलाई जनाउँछ। यस व्याख्याअनुसार यो श्लोक विष्णुको प्रशंसा हो। हे लक्ष्मीपति विष्णु, हजुरले काममोहित रावणलाई मारेर पृथ्वीबाट पाप हटाउनुभयो, त्यसैले हजुरले अनन्तकालसम्म दिव्य प्रतिष्ठा पाउनुहुनेछ। तेस्रो अर्थ, कथाको सार। यस श्लोकको शब्दहरूमा सम्पूर्ण रामायणको कथा लुकेको छ। मा निषाद अर्थात् लक्ष्मी र विष्णुले बालकाण्डमा राम सीताको विवाहलाई प्रतिष्ठाम त्वम अगमहले अयोध्याकाण्डमा पितृ आज्ञा पालनबाट रामले कमाएको कीर्तिलाई शाश्वतीह समाहले अरण्यकाण्डमा ऋषिहरूको रक्षा गरेको कार्यलाई क्रौञ्च अर्थात् कुटिल शब्दले किष्किन्धाकाण्डमा काममोहित बालीको वधलाई सङ्केत गर्छ। त्यस्तै रावणद्वारा सीतालाई कष्ट दिएको घटनालाई सुन्दरकाण्ड, रावणको वधलाई युद्धकाण्ड र काम शब्दलाई उत्तरकाण्डमा सीताको आश्रम जाने इच्छाका कारण भएको वियोगसँग जोडिएर हेरिएको छ। वैकल्पिक रूपमा निषादलाई सीतालाई कष्ट दिने रावणसँग जोडेर उसको लङ्काको गौरव नाश हुने श्राप पनि मानिन्छ। यसरी यो एउटै श्लोक सम्पूर्ण महाकाव्यको बीज हो।